दैलेख जिल्लाको माथिल्लो डुङ्गेश्वरदेखि डुङ्गेश्वर गाउँपालिकाको केन्द्र डाँडा पराजुल जोड्ने सडक 2 वर्षमा कालोपत्रे सग्ने गरी निर्माण सुरु गरिएको छ। प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना अन्तर्गत डुङ्गेश्वर डाँडा पराजुल सडक स्तरोन्नतिका लागि काम थालिएको हो। कर्णालीका 79 वटै पालिका केन्द्रमा जोड्ने ग्रामीण सडकहरू कालोपत्रे गर्ने लक्ष्य अनुसार कर्णालीका मुख्यमन्त्री एमलाल कणेलले सडकको शिलान्यास गर्नु भएको छ। प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँग पनि समन्वय गरी कर्णालीका सबै पालिका केन्द्रसम्म जोड्ने सडकहरू क्रमशः कालोपत्रे गरिने मुख्यमन्त्रीको भनाइ छ। सडक शिलान्यास गरिएसँगै 2 वर्षभित्र डुङ्गेश्वर डाँडा पराजुल सडकमा कालोपत्रे भएर चिल्लो सडकमा गाडी गुड्नेछन्, जसबाट यहाँका आम नागरिकहरूले सहज सार्वजनिक यातायात सेवा उपभोग गर्न पाउनेछन्। निर्माणको जिम्मा पाएको अमरखण्डका कृष्ण बासना जीविका निर्देशक मानव बमले सरकार निकाय र स्थानीय नागरिकहरूबाट सहयोग पाए 2 वर्षको अवधि भए पनि 1 वर्षभित्र सडक कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाउनु भएको छ। माथिल्लो डुङ्गेश्वरबाट डाँडा पराजुल करिब 8 किलोमिटर सडक कालोपत्रेका लागि 24 करोड बढीमा ठेक्का सम्झौता भएको छ। सडक कालोपत्रे निर्माण सम्पन्न पछि पनि 8 वर्षसम्म निर्माण कम्पनीले मर्मत गर्नुपर्नेछ।